म एकछिन त्यहाँ जान्छु फ्रन्ट पेज क्याफेमा दे आर वेटिङ फर वी हेभ अ मिट अप देयर guys अलि चाहिँ टेम्परेचर चाहिँ लाइक 21 डिग्री त्यस्तै छ तर भरे बेलुका जाडो हुन्छ कि भनेर मैले यो विन्टर स्टफ्स लाएर हिँडेँ पाक्न लाग्यो यार म त हैन त्यही हो एनीवेज गाइज बाइक कुदाउँदाखेरि त ठिक छ बस्दाखेरि चाहिँ एकदम गर्मी भइरहेछ त्यही हो आज पनि हामी चाहिँ अब नेप्लिज राइडर्स एडिलेडका केटाहरू हामीले एउटा राइड प्लान गरेका छौँ हामीले चाहिँ बाइक्स एन्ड बर्गर्स भनेर नाम दिएका छौँ त्यसलाई हैन त्यो राइडलाई अनि we're gonna ride together and we're gonna have burger at the end of our ride in Para Hills केटाहरु को कहाँ छ कोही पनि देख्दिन किन कतिमा खिच्छ तिमीले हो 24 छैन 60 कहिले कहिले 30 तर आज के भइरहेछ केटा हजुरलाई कुर्दै हो अनु कसै पनि त्यही हो गाइजहरु गए हैन गाइजहरु गइराछ सुजन भाइ राहुल भाइ मजा आउने वाला छ गाइजहरु आजको राइड हैन Nepalese riders Adelaide हैन if you ride a bike here in Adelaide no matter what you ride whether it's a 200cc bike or 1800cc bike or anything like that just feel free to just like join us. It's Nepalese Riders Adelaide. We are here for you. We are a Nepalese riders group here in Adelaide, established in 2019, and we are in the process of growing our community. And I'm the riders haru यस्तो छ राइडर्सहरु यहाँ हेरिरहेछ यस्तो छ के भइरहेछ रमाइलो 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 गाइजहरु हैन म चाहिँ अब बोल्नु भन्दा पनि तपाईहरुलाई यसो नजारा देखाउँछु हैन हाउ इज द रोड इन हियर एडिलेड हिल्स कस्तो छ यताउता देखाउँछु मतलब खासै अब बोल्नु चाहिँ के बोल्नु हुँदो रहेछ हैन त्यही हो हाम्रो अब हाम्रो ग्रुपको भनौँ न एडिलेड राइडर्स ग्रुपको प्लानको कुरा गरेका छौँ हामीले वी आर ट्राइङ टु formally establish this group हैन here in Adelaide and formally establish this group just like print some t-shirts and all हैन organize some monthly rides plus meetings and all हैन त्यही हो यसै गर्न गइरहेछौँ हामी फर्मली रूपमा लाग्नु पर्यो अब हैन अब त्यही हो पुरुको बाइक नयाँ छ के भन्छौ यहाँ भन न के भन्छौ यहाँ भन न बल्ल बल्ल आएको है यो मान्छे चाहिँ
बल्ल बल्ल आएको है त्यही गाइजहरू राम्रो हुन्छ आज त्यही हो गाइजहरू एकछिन हामी यहाँ ब्रेक लिएको होइन कस्तो भइरहेछ केटा सही भइरहेछ कस्तो भइरहेछ केटा राम्रो छ ठिक छ नि होइन केटाहरूले हामीलाई छोडेर गयो सोल्टीकोमा नि म आउनु पऱ्यो कता हो होइन केटाहरू उहाँ छ दुईजना होइन मेरो एउटा बाइकको दह्रो फोट हाल्नु परेछ क्या मैले जाडो है यता जाडो है जाडो रहेछ है राल भाइ होइन ठिक छ तर गयो भने 1 घन्टा तपाईँ सिटीमै हुन्छ हामी सिटीको सिटी हो होइन ठिक छ हिँड जाउँ अब ट्राफिकमा मजा आएन जाउँ यहाँबाट सिधै होइन हिँड न जाउँ ठिक छ म त छुटिहालेँ क्या अनि मसँग म्याप स्याप पनि थिएन अनि केटाहरूलाई कुरे तेरो पछाडि केटाले कुरै हिँड्ने म पनि त्यो भयो कि आउँछ केटाले जाउँ ल केटा फेरि लाग्यौँ हामी राहुलियाले ल्याउँछ क्या यस्तो बाटो मैले भन्छु नि उसको यत्रो चक्का छ घुम्छ सुत्छ पनि आफ्नो सुताउनलाई सुतायो भने मान्छे सुतिन्छ अनि गाह्रो छ यसरी लात्त काट्छ हाम्रो त यस्तो गर्नु ए हामी त यता आइसक्यौँ क्या अब त्यही हो गाइजहरू होइन अब चाहिँ हामी बर्गर क्लब जान्छौँ होइन बर्गर क्लब जान्छौँ पछि बर्गर हल्का खान्छौँ अन्त पछि अब यस्तो छ देखिँदैन केही अब यस्तो छ अब यस्तो कसरी जानु अब यस्तो काट्नुपर्छ गाह्रो छ देखियो यहाँबाट हार्लेमा केटाहरूले कहाँ ल्यायो दैट जाउँ विकासलाई जाने भए जाउँ जाने भए जाउँ है
त्यही हो रोड वेज के रहेछ यार यो यार फार्म रहेछ के को फार्म हो the goals away. Is that the count? That's the cheap lens मेरो त मान्छेको माया यहाँ खोलाको पानी जस्तो किनारालाई छोडी भाग्ने लहरको पानी जस्तो त्यो गाइस अहिले चाहिँ हामी सिरी झरिसक्यौँ होइन अब लगभग हामी हाम्रो डेस्टिनेसनतिर आइपुगिसकेका छौँ हिल्सलाई एक्सप्लोर गर्दै हामी अब विल बी देयर सुन एट द बर्गर स्टोर फेरि पनि भन्छु साउट आउट टु बर्गर क्लक साउट आउट टु रसल दाई फर ह्याभिङ अस भन्छु होइन गइसकेको त छैन त्यही पनि दाइले चाहिँ आज पसल खोइ पसल बन्द गर्छु हो के भन्नुभएको थियो तर हामी आउँछौँ भनेर 7 बजीसम्म खोल्छु भन्नुभएको थियो नि त्यही भएर साउट आउट टु यु बर्गर क्लक कहाँ आइपुग्यो थाहा भएन यार मलाई सिटीको भाइब चाहिँ आएको छ होइन तर कहाँ हो भन्ने चाहिँ थाहा भएन मलाई भाइ सही हो पुलिसले मलाई भाइ मेरो भ्लग भइरहेछ अनि त्यो मेरो चाहिँ यो क्याम्प के अरे माइकको म्याग्नेटै हरायो अनि खैर केही छैन अड्काउनु मिल्ने रहेछ मैले चाहिँ अड्काउनु मिल्ने रहेछ मैले बेकार हावातालमा त्यो गरेको क्या माई ब्याड माई मिस्टेक सो हेलमेटमा हालेर हुँदैन कि अड्काउनै पर्छ पुरुष सोल्टी is the core rider of our group हैन हुन त सबै कोर भइसक्यो अहिले तर पुरुष सोल्टी पनि कोर राइडर हो काम गरेर पैसा लोड कमाउँछ पुरुष सोल्टीले हैन घर किन्दैछ सोल्टीले अब पार्टी देला नि मेरो सोल्टीले घर किन्दैछ खुसी भएर त सुनेछ क्या मेरो कुरो त्यो गाइज अस्ट्रेलियामा यस्तो गर्नुपर्छ होइन आफ्नो प्यासन फलो गर्नुपर्छ होइन इफ यु फिल लाइक राइडिङ अ बाइक जस्ट लाइक गेट अ बाइक होइन अब स्टार्टर बाइक अब डुकै नै त भन्दिनँ म डुक चाहिँ अलिकति
त अब केही छैन भने त्यो किन्दा नि हुन्छ कि रे तर डुक चाहिँ 100 सिटमा चाहिँ अलिकति डुकहरू चाहिँ अलि हावाले हान्छ भाइब्रेट गर्छ त्यही भएर 500-600 सीसी सम्मको मैले तिम्रो कुरा गरेर चाहिँ के छैन त्यही दुईजना चाहिँ पछाडि छुट्यो अब हामी आउँछ होला जसरी तिनीहरू त्यो गाइज दिस इज मी आर्टिस्ट नेपाल होइन त्यही हो गाइजहरू हामी चाहिँ अलमोस्ट अब हाम्रो डेस्टिनेसन बर्गर क्लक आइपुग्नु लाग्छौँ we can have some burgers in here then after we'll sit for a while and after we will depart okay को स्पिडमा केटाहरू कुदाएको छ म त कुदाउँदिन नितेश भाइको चाहिँ आज नितेश भाइ लडेको रे होइन तर लडेर चाहिँ केही हुन्छ केही भएन होइन ठिक छ यो मेरो सोल्डर मात्र आयो तर केही भएन ठिक छ थ्याङ्क्स गड होइन हाम्रो चाहिँ अब खानेकुरा नि आयो होइन केटाहरू होइन खानेकुरा आयो यो त मेमोरी हो नि राजा यो त उसमा बसिरहन्छ होइन नमरुन्जेल मरेर पनि बस्छ यो कुरो त त्यो भिडियोहरू त्यही भएर ल राजाहरू ल चाचा उही खानुपर्छ है त ल अब आफ्नो घरहरू च्यातिन्छ होला केटा हो अहिले नै ह्यान्डसेक गरौँ है जाँदा सँगै जाने हो तर बिचमा बाटोमा सिक्नु होला है त जाँदा सँगै जाँदा सँगै जाने हो त्यही पनि ह्यान्डसेक चाहिँ गरेर आयो बिस्तार जाऊ है ल गाइजहरू आजको राइड खतरा भयो नि त बर्गर पनि मिठो थियो यहाँको होइन ल राहुल भाइ अर्गनाइज गर्नु न फेरि गर्नुपर्छ जानुपर्छ त हामी त अब खतरा भइसक्यो अब होइन हामी 2जना 3जनाबाट नि 10जना भइसक्यो होइन तपाईँको पसल ट्याग गरेर यसो रिपोर्ट सिपोर्ट हानिदिनु तपाईँको पसललाई ट्याग गरेर यसो रिपोर्ट सिपोर्ट हानिदिनु ए हुन्छ तेल हालेर जानुपर्छ है तेल हालेर जाने हो तेल हालेर जाउँ तेल हालेर जाउँ है तेल एकछिन छिरौँ है लकडा लाग्यो
गाइजहरू अब चाहिँ हामी जाँदैछौँ। पचासको स्पिड रहेछ। बत्तीस मिनट छ, अब घर जान्छौँ। बर्गर वाज डेलिसियस होइन। अब फेरि पनि पछि यता आउँछौँ। त्यही गाइजहरू लाग्यो म पनि हामी। यस्तै हो आजको राइड होइन, रमाइलो भयो। केटाहरूले नि इन्जोय गर्यो। भोकी अलिअलि लाग्यो, खैर केही छैन। त्यही हो गाइजहरू, अब जान्छौँ हामी। नि त्यस्तै लागेछ उतैबाट। पड्काएको छ केटाहरूले होइन, खतरा पड्काइरहेछ। त्यही हो गाइजहरू होइन। राहुल भाइले पुरै सेल्फी हानिरहेछ, सेल्फी। अब भात बर्गर सर्गर हानिहाल्यौँ, अब हामी लाग्छौँ। त्यही हो गाइज, अघि पनि भनिहालेँ, फेरि पनि भन्छु। थ्याङ्क्स फर वाचिङ माई युट्युब च्यानल, थ्याङ्क्स फर वाचिङ माई भिडियो। एन्ड यही हो आजको लास्ट राइड। अब म घर आइपुग्नु लागेँ होइन गाइजहरू। इट वाज अ गुड राइड। टिल देन स्टे सेफ, स्टे ब्युटिफुल, स्टे गुड, स्टे हेल्दी। Thanks.